आज हामीले सामूहिक रूपमा पूजा गऱ्यौँ पाथिभराको यो मन्दिरमा, शाखा मन्दिरमा। केही कुराहरू यहाँ खेम गौतम अङ्कलले भन्दै हुनुहुन्छ। अङ्कल, यो पाथिभराको बारेमा केही भनिदिनु न। हामीले केही सोध्नलाई अघिदेखि इच्छुक भयो। मैले थोरै 2 शब्द बोल्नुपर्ने भयो। आज 2081 साल चैत्र 1 गतेका दिन फागु पूर्णिमाको दिनलाई बनाएर यो पाथिभरा मन्दिरमा हामीले सशक्त रूपमा पूजा गऱ्यौँ। पूजा सकिएको यो अवस्था हो। पूजा पछाडिको अवस्थामा हामी छौँ। अब यहाँ मैले भन्नुपर्ने किन छ, किन यहाँ पूजा गरियो देवीको विषयमा भन्ने विषय होला। यो त मलाई आफू भन्ने अख्तियारी पनि छैन। माता पाथिभरा देवी जो पूर्वकै विश्वकै एउटा शक्तिपीठ देवी भनेर राष्ट्र अन्तर्राष्ट्रसम्म आउनु भएर महान भक्तहरू, हरेक ठाउँका भक्तहरू उपस्थित भएको कुरा थाहा छ। अब पाथिभरा धाम चाहिँ ताप्लेजुङको सुकिटार फेदीमाथि अवस्थित छन्। यहाँ अर्कै ठाउँमा, छुट्टा ठाउँमा पूजा गरियो नि भन्ने एउटा कौतूहल यहाँ हुनसक्छ म बोल्दै गर्दाखेरि। श्रीजङ्गा गाउँपालिका वडा नम्बर 7 खेबाङको पनि साबिक 8 नम्बर वार्ड र 9 नम्बर वार्डको बिचमा जो पेदाङको पनि सीमा रहे अवस्थित ठाउँ जहाँ पाथिभरा देवीको पूजा अर्चना गरिराखेको छ। र यहाँ मेले, खेबाङ, पेदाङ 3वटा तत्कालीन गाउँ विकास समितिहरू, अहिलेका वडाहरू आएर यहाँ प्राय भक्तजनहरूले पूजा गरेको अवस्था पाइन्छ। अब यहाँ आज हामीले बलि पूजा पनि गऱ्यौँ अनि अन्य पूजाहरू पनि गरियो। अब यो बलि पूजा अनि यहाँ कहिलेदेखि गर्न थालियो, किन गरियो, कसरी गरियो भन्ने विषयमा त्यस्तो धेरै थाहा छैन। म पनि भर्खरकै मान्छे हो, त्यस्तो धेरै पुरानो मान्छे होइन। मभन्दा धेरै अग्रजहरू हुनुहुन्छ। अब ठुलो पाथिभरा र सानो पाथिभरा भन्ने चलन छ। यो सानो पाथिभरा किन भन्ने भन्दा माथि जहाँ हाम्रो फेदीदेखि माथि जो अवस्थित पाथिभरा देवी माता हुनुहुन्छ उहाँकै एउटा शाखा जो वयोवृद्धहरू, नाबालकहरू, अशक्तहरू जहाँ